नमो नमः। सिन्धुली जिल्ला सदरमुकाम च्याउकोट शिखर स्थित सिद्ध बाबा महादेवको मन्दिर यो मन्दिरको नयाँ स्वरूप हो। प्राचीन सिद्ध बाबा मन्दिर। यहाँ सिद्ध बाबा महादेव प्रकट हुनुभएको स्थान धेरै प्राचीन स्थान हो यो। यहाँ एउटा प्राचीन घण्टा छ। यही ठाउँमा सिद्ध बाबा महादेवको उत्पत्ति भएको भन्ने पौराणिक आख्यान छ र अहिले यहाँ मन्दिरको निर्माण गरिएको छ। यो सिद्ध बाबा मन्दिर परिसरको प्राचीन इनार हो। पहिले यहाँ पानी थियो रे, अहिले चाहिँ पानी छैन। यो अगाडिको सिद्ध बाबा भगवानको लागि नयाँ मन्दिर निर्माण गरिएको हो। सम्वत 1812 मा निर्माण गरी चढाइएको घण्टा रहेछ यो। यहाँ हामी धेरै त्रिशूल देख्न सक्छौं। गणेश भगवानको मूर्ति स्थापना गरिएको छ। वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्।